अर्जेन्टिनाले वर्ल्ड कप जितेपछि हाम्रो देश नेपालका फ्यानहरू बाहेक हाम्रो देश वरपरका अरू सबै देशका फ्यानहरूलाई थ्याङ्क यू भनेको छ, तर हाम्रो देशलाई छुटाएको छ। अर्जेन्टिनाको अफिसियल अकाउन्टले लेखेर पोस्ट गरेछ थ्याङ्क यू बङ्गलादेश अनि ह्याप्पी भएको इमोजी, थ्याङ्क यू केरला, इन्डिया, पाकिस्तान। यिनीहरूको बीचमा हाम्रो देश छ नेपाल, तर हाम्रो नेपालको नाम देखिँदैन। योर सपोर्ट वाज वन्डरफुल भनेर बङ्गलादेश र अर्जेन्टिनाको फ्ल्याग सँगै भएको पोस्टलाई सेयर गरेको छ। नेपालमा भएको अर्जेन्टिनाको फ्यानहरू कस्तो क्रेजी फ्यानहरू छन् भनेर हामीले देखेकै छौँ। एउटा नेपाली फ्यानले त अर्जेन्टिनाको जर्सी लगाएर होमन पूजै गरेका थिए अर्जेन्टिनाले वर्ल्ड कप जितोस् भनेर। नेपालमा भएको अर्जेन्टिनाको फ्यानहरूको लागि यो जस्तो डिस्टर्बिङ न्युज केही पनि छैन। अहिले नेपालका फ्यानहरूले अर्जेन्टिनालाई ट्याग गरेर धेरै पोस्टहरू पनि गरेका छन्। एउटा नेपाली फ्यानले अर्जेन्टिनालाई ट्याग गरेर लेख्नु भएको छ हामीले अर्जेन्टिनालाई मनबाट सपोर्ट गर्छौँ, हेर्नुहोस् कसरी सपोर्ट गर्छौँ भनेर फोटो सहित, तर हाम्रो देशलाई किन छुट्याइयो, के यो अफिसियल पोस्ट थियो भनेर सोध्नु भएको छ। यस ब्रदर यो अफिसियल पेजले सेयर गरेको पोस्ट हो है। यहाँ अभिषेक खड्का ब्रदरले लेख्नु भएको छ